आजको भिडियोमा चाहिँ हामी क्लास 10 को नेपालीको सबै च्याप्टरहरुको 59 भिडियो लिएर आएका छौं। यो भिडियो हेरिसकेपछि तपाईहरु एक्जाम दिन जाँदै हुनुहुन्छ भने पनि अरु कुनै भिडियो हेर्नु पर्दैन र यसमा चाहिँ हाम्रो सबै च्याप्टरहरुको समरी त्यो पनि एकदमै छोटोमा लिएर आएका छौं। टाइम वेस्ट नगरी भिडियो सुरु गरौँ। क्लास 10 नेपाली 59 फर्स्ट च्याप्टर रहेको छ उज्यालो यात्रा। देशभक्तले भरिपूर्ण रामप्रसाद गेवालीद्वारा लिखित उज्यालो यात्रा राष्ट्रप्रेमी कविता हो। कविले आफूभित्र लुकेर रहेको देशप्रेमलाई कविताका माध्यमबाट बाहिर ल्याएका छन्। कवितामा कविले परिश्रमको महत्त्व बुझाउँदै सबैलाई परिश्रम गर्न आग्रह गर्दै एक स्वतन्त्र र आदर्श जीवनको कल्पना गरेका छन् भनेर भनेको छ। यो पोइममा चाहिँ यो कवितामा चाहिँ मेनली चाहिँ के भएको छ भन्दाखेरि यदि हामीले काम गर्यौं भने बल्ल हामी चाहिँ राम्रो मान्छे बनिन्छ। यदि कर्ममा चाहिँ हाम्रो त्यति शक्ति छ जसले चाहिँ जंगललाई पनि स्वर्गको बगैँचा नन्दन बनाउन सक्छ। कर्म गरिएन भने हामीले राम्रो प्रतिफल पाउँदैनौं। हामी राम्रो प्रतिफल पाउन राम्रो काम गर्न हामी काम गर्न चाहिँ अगाडि बढ्नुपर्छ। काम गरेपछि नै मात्र त्यसको प्रतिफल पाइन्छ। काम गर्ने हो भने आदर्श जीवनको परिकल्पना गर्न सकिन्छ भनेर भनेका छन्। त यहाँ भनेको छ मानिस लोभ लालच अल्छी छल कपट रिस डाहा आदि पर राखेर उच्च संकल्पका साथ अरूलाई सहयोग गर्ने सबैलाई प्रेम गर्ने न्यायका निम्ति समर्पित हुने र उदात्त कर्मको पथमा हिँडे अवश्य सफलता हासिल गरिने कुरा दर्शाउनु नै यस कविताको मूल भाव रहेको छ। अर्को शब्दमा भन्नुपर्दा चाहिँ उदात्त भावधाराको अभावमा मानिस खुम्चनु र देखिनु हुँदैन र कविताको मूल भाव यही हो भनेर यहाँ लेखिएको छ। हामी चाहिँ अल्छी लोभी रिस डाहा हामीले कति पनि नगर्ने र अरूलाई सहयोग गर्ने प्रेम गर्ने र न्यायमूलक हुन सिक्नुपर्छ। मान्छे भएर न्यायमूलक हुने अरूलाई चाहिँ सम्मान गर्ने यस्तै यो असल गुणहरू हामीले गर्यौं भने हामी अवश्य सफल भइन्छ भनेर कविले भनेका छन्। या मुख्य पोइन्ट तपाईलाई राखिदिएको छु। टाइम वेस्ट नगरिकन हामी सेकेन्ड च्याप्टरमा जाउँ। घर झगडा भनेको बद्रीनाथ भट्टराईद्वारा लेखिएको चाहिँ यो ऐतिहासिक घटनामा आधारित कथा हो। यसमा चाहिँ हाम्रो एकीकरणको बेलाको कुरा पनि एकीकरणको कुरा जोडिएको छ। पृथ्वीनारायण शाह बहादुर शाह राज्यलक्ष्मी यिनीहरूलाई चाहिँ पात्र बनाएर एउटा हाम्रो कथा चाहिँ रचना गरिएको छ। र सुरुमै भन्नुपर्दा कथामा चाहिँ के भनेको छ भन्दाखेरि तिनीहरू नमिलेको एउटाले अर्काको कुरा राम्रोसँग नसुनेको बाहिर जे सुनिन्छ त्यही नै सत्य हो भन्ने मनमा लिएर उनीहरू हिँडेको हुनाले उनीहरू चाहिँ असफल भएको अथवा उनीहरू बीच द्वन्द्व बढेको भनेर देखाइएको छ। अब पढौं। बद्रीनाथ भट्टराईद्वारा लेखिएको घर झगडा एक ऐतिहासिक घटनामा आधारित कथा हो। यस कथामा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण प्रक्रिया दरबारमा भएको आपसी खिचातानीका कारण कसरी बाटो बिराउन थालेको छ भन्ने कुरा उल्लेख गरेको छ। अब त्यति बेलाको कुरा नेपाल एकीकरणको कुराको सन्दर्भमा चाहिँ उनीहरूको दरबारमा दुई पक्षमा बाँडिन्छ र दुई पक्षबीच कुरा विभिन्न खालको कुरा भएको छ र एक पक्षले अर्को पक्षको कुरा नसुनी विभिन्न आएका नकारात्मक टिप्पणीहरूलाई चाहिँ लिएर एक अर्काप्रति दुश्मनीको भाव जुन उत्पन्न गराएको छ त्यसले गर्दा उनीहरूको जुन एकीकरण भने उनीहरूको जुन मुख्य योजनामा चाहिँ बाधा पुगेको भनेर देखाएको छ। यस कथाका मुख्य सन्देश परिवार वा राज्य कमजोर हुनुको कारण आन्तरिक विवाद नै हो। राज्य स्थिरता र आपसी समझदारी बलियो हुने हो भने बाहिरी देशले आक्रमण गर्न सक्दैन। आपसमा खटपट भएको थाहा पायो भने जसले पनि उनीलाई सिद्धाउने ध्यानमा लाग्छन्। कथामा बहादुर शाह हिँडेपछि विभिन्न राज्यले चाहिँ न्यू खोजेको कुरा चाहिँ हामी प्रष्ट देख्न सक्छौं। त्यस्तो आपसमा बसेर छलफल गर्ने हो भने धेरै कुराको समाधान हुन्छ। कथामा राजेन्द्र लक्ष्मी र बहादुर शाहले दुवैले एक अर्काप्रति आधार हुनाहुँदै पनि एक अर्काको कुरा नसुनेर एक अर्कालाई चित्त दुखाउने काम गरेका छन्। अन्तिममा आपसको कुरा गरिसकेपछि बहादुर शाह बेतिया गए भने राजेन्द्र लक्ष्मीले आफूले गरेको जुन व्यवहारप्रति पछुतो भएको छ। यस कथाको मुख्य सन्देश भनेको भाइ फुटे गवार लुटे भन्ने नेपालीको उखान छ। भाइ फुटे गवार लुटे भने चाहिँ आपसी झगडाले चाहिँ अरूलाई फाइदा हुन्छ। शत्रु बलियो हुनुको कारण नै घर झगडा हो। घर झगडाले कहिल्यै पनि कसैको भलो हुँदैन। आज दरबारभित्रको झगडाले पुरै देशलाई असर गर्छ भने एक घरभित्रको झगडाले दुई पक्षमा कसैलाई पनि असर गर्दैन। त्यसैले हामीले एक अर्काको कुरा सुन्ने र दुई पक्षमा भएको द्वन्द्वलाई सकभर चाँडो चाहिँ समाधान गर्ने कोसिसमा लाग्नुपर्छ भनेर भनेको छ। अब अर्को छ चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा भनेको यस्तो चाहिँ निबन्ध हो जहाँ चाहिँ हाम्रो अहिले चलिरहेको चिकित्सा विज्ञानहरू छ। जुन वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य संगठनको अन्डरमा रहेको जुन चिकित्सा पद्धति छ त्यो चिकित्सा पद्धति र
हाम्रो पुरानो चिकित्सा पद्धति आयुर्वेद चिकित्सा पद्धतिलाई चाहिँ यो तुलना गर्न खोजिएको छ। चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा एक वस्तुपरक निबन्ध हो। यसका लेखक भनौँ अथवा सम्पादक चाहिँ यही पाठ्य पुस्तकका सम्पादक हुन्। यस निबन्धमा मानव स्वास्थ्य उपचारका विभिन्न पद्धति उल्लेख गर्दै आयुर्वेद चिकित्साको महत्त्व र आवश्यकतालाई समेटिएको छ। यसलाई एलोप्याथी चिकित्सा अर्थात् डाक्टर उपचारका रूपमा समेत हेरिएको छ। यस चिकित्सामा रोग निको पार्ने कार्यमा मात्र सीमित नरही रोगको लक्षणहरू नियन्त्रण गर्न र हटाउन समेत केन्द्रित रहेको हुन्छ। यस पद्धतिमा रोग निको पार्नका लागि शरीरभित्र रहेका विभिन्न कुरा बाहिर आउने मौका पर्खिरहेका हुन्छन् भनेर भनेको छ। अब यसमा चाहिँ मेनली के भएको छ भने तिनीहरू दुईटालाई कम्पेयर गर्दाखेरि जुन अहिले आएको छ जुन चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति अथवा एलोप्याथिक चिकित्सा पद्धति, यो चिकित्सा पद्धतिमा चाहिँ हामीलाई यदि कुनै रोगको लक्षण देखियो भने त्यो लक्षण देखिसकेपछि हामीले त्यसलाई चाहिँ नियन्त्रण गर्ने उपाय चाहिँ नियन्त्रण गर्ने तरिका चाहिँ मा फोकस हुन्छ भने आयुर्वेद चिकित्सा पद्धतिले पहिला हामीलाई कुनै रोग नलागोस् भनेर पूर्व तयारी गर्ने चिकित्सा पद्धतिमा पर्छ। अब आजै कुनै रोगको लक्षण देखियो भने अहिले नै त्यसलाई निराकरण गर्नुपर्छ भन्ने मान्यता चाहिँ आधुनिक चिकित्सा पद्धति अर्थात् एलोप्याथिक चिकित्सा पद्धतिले लिन्छ भने रोगको लक्षण देखिनुभन्दा नै पहिला नै विभिन्न खानपानमा सुधार गर्ने, योगाहरू गर्ने अथवा विभिन्न शारीरिक कसरतहरू गर्ने, विभिन्न जडीबुटीहरूको प्रयोग गर्ने जस्ता विभिन्न विधि अपनाएर चाहिँ रोगलाई न्यूनीकरण गर्नुपर्छ। रोग लाग्न दिनु हुँदैन अथवा रोग लागे पनि जडीबुटी र जुन प्राकृतिक वस्तुहरूको प्रयोग गरेर चाहिँ त्यो रोगलाई निराकरण गर्नुपर्छ भन्ने मान्यता चाहिँ हाम्रो जुन परम्परागत चिकित्सा पद्धतिले चाहिँ जुन आयुर्वेद चिकित्सा पद्धतिले चाहिँ त्यसलाई चाहिँ जोड दिएको हुन्छ। आजभोलि मानिसहरू आयुर्वेद चिकित्सा पद्धतिलाई आधुनिक चिकित्सा पद्धतिलाई बढी महत्त्व दिन्छन्। आधुनिक चिकित्सा विज्ञान चिकित्सा र आयुर्वेद चिकित्साको समन्वय नै आजको आवश्यकता हो भन्ने कुरा दर्शाउनु यस निबन्धको मुख्य भाव रहेको छ। अब चाहिँ ढिलो नगरिकन च्याप्टर 4 मा गइहालौँ। यस्तो कहिल्यै नहोस्। यस्तो कहिल्यै नहोस् भनेको चाहिँ एउटा जुन मनोवाद हो। मनोवाद भनेको चाहिँ मनमा जे उब्जेको छ त्यसलाई चाहिँ जस्ताको त्यस्तै साभार गर्नु चाहिँ त्यो मनोवाद हो। र यसमा चाहिँ मेनली के भइरहेको छ भन्दा एउटा मान्छे सोसियल मिडिया अर्थात् सामाजिक सञ्जालको प्रयोग गरी जुन अपराधिक घटनाको चाहिँ शिकार भएको छ अथवा साइबर आक्रमणमा परेर त्यसको चाहिँ शिकार भएको छ र यो कुरा इन्टरनेटको र सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्नाले चाहिँ ठूलो दुर्घटना हुन सक्छ। यस्तो दुर्घटना हामी न्यूनीकरण गर्नुपर्छ। हरेक कुराको सकारात्मक र नकारात्मक दुईतिरैको पाटो हुन्छ। सामाजिक सञ्जालको पनि दुईटै पक्ष छन्। यसको प्रयोग गर्दा चाहिँ हामीले विचार पुर्याएर प्रयोग गर्नुपर्छ। यदि त्यसको गलत प्रयोग भयो भने हामीले ठूलो क्षति ब्याउनुपर्छ भने त्यसको राम्रोसँग प्रयोग गर्ने भने त्यसको धेरै नै फाइदा रहेको छ। हामीले नबुझी सामाजिक सञ्जालमा आफ्ना विचारहरू राख्छौँ भने हामी सामाजिक सञ्जालको गलत प्रयोग गरिरहेको हुन सक्छौँ। क्या सामाजिक सञ्जालको सही प्रयोग गर्ने हो भने चाहिँ हामीलाई धेरै फाइदा पुग्न सक्छ होइन। सामाजिक सञ्जालको नकारात्मक प्रयोग गर्ने भने हाम्रो भविष्य नै बर्बाद हुन पनि सक्छ होइन। त्यही भएर हामीले सामाजिक सञ्जाल प्रयोग गर्दा चाहिँ विचार पुर्याएर प्रयोग गर्नुपर्छ। सामाजिक सञ्जालको प्रयोग गर्दाका विभिन्न आचार संहिताहरू छन्। ती आचार संहितालाई पालना गरेर हामीले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ भन्ने सन्देश चाहिँ यस कथाको छ, यस मनोवादको छ। लक्ष्मणप्रसाद देवकोटा। लक्ष्मणप्रसाद देवकोटाको कुरामा सबैभन्दा पहिला बुझ्नुपर्ने चाहिँ कुरा के छ भने उनी चाहिँ महाकवि हुन्। नेपाली साहित्यमा चाहिँ मुख्य गरेर उनी कथा लेखनमा चाहिँ प्रख्यात छन्। उनको जन्म काठमाडौँमा भएको थियो र उनी चाहिँ सामान्य सुरुमा चाहिँ उनी बुबासँगै पढ्थे। बुबाले चाहिँ उनलाई संस्कृत पढ्न लगाउँथे र बुबाले चाहिँ संस्कृत पढ्न लगाउँदा चाहिँ उनले संस्कृतका श्लोकहरू कण्ठ पारिदिन्थे। त्यसपछि उनी केही समयपछि अङ्ग्रेजी पढ्न थाले। अङ्ग्रेजी पढ्न थालिसकेपछि उनले सामान्य दरबार हाई स्कुलहरूमा चाहिँ उनी पढ्न गए। उनी त्यहाँ पढ्न गइसकेपछि उनको रुचि चाहिँ विज्ञान विषयतर्फ मोडियो। त्यसपछि उनी विज्ञानका विद्यार्थी भए। त्यसपछि विज्ञान पढिसकेपछि उनीको मन मस्तिष्क चाहिँ नेपाली साहित्यतिर मोडिन थाल्यो। त्यसपछि यिनै विभिन्न कुराहरू उनको जुन इतिहास चाहिँ त्यहाँ त्यसरी देख्न पाइन्छ भने उनको बारेमा अब यहाँ विशेष योगदान र उनकोबाट पाइने शिक्षाको बारेमा हामी विशेष जोड दिनुपर्छ। नेपाली साहित्यमा महाकवि उपाधि प्राप्त लक्ष्मणप्रसाद देवकोटा कहिले नमेटिने नाम हो। विशेष गरी कविता क्षेत्रमा कलम चलाउने देवकोटाका 2 निबन्ध सङ्ग्रह, एउटा नाटक र एउटा उपन्यास पनि प्रकाशित छन्। नेपाली साहित्यका सिद्ध हस्त लक्ष्मणप्रसाद देवकोटा जीवनमा पनि अनेक उतार चढाव आएका थिए भनेर भनिएको छ। र देवकोटाको जीवनीबाट पाउने शिक्षा भनेको पहिला कुनै पनि व्यक्ति कुनै दिन विशेषमा जन्मेको र त्यही अनुसार नाम राखेको भन्दैमा उसको व्यक्तित्व पनि त्यही अनुसारको हुन्छ भन्ने छैन। लक्ष्मणप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन जन्म भएको र लक्ष्मीको प्रसाद भनी नाम राखेकोमा उनी सरस्वतीको प्रसाद भन्न पुगे भन्दा यहाँ चाहिँ यो साहित्यिक भाषामा चाहिँ हामीले लेखिएको छ। र यसको जीवनीबाट चाहिँ हामीले के सन्देश पाइन्छ भन्दाखेरि मान्छेको जीवन एकै नासको हुँदैन। कहिले उतार चढाव हुन्छ होइन, कहिले
कहिले के हुन्छ, तर पनि हामी सङ्घर्ष गर्न भने छोड्नुहुन्न। शिक्षित र सम्पन्न परिवारमा जन्मेका देवकोटा शिक्षा मन्त्रीसम्म बन्न पुगे, तर उनको मृत्यु गरिबीका कारण भयो। देवकोटा जीवनमा पाइने सबैभन्दा महत्त्वपूर्ण सन्देश चाहिँ मानिसले राम्रो काम गर्न सक्यो भने उसको पार्थिव शरीर यस धरतीमा नरहे पनि उसको कार्यले ऊ सधैँ अमर रहन्छ भन्ने हो भनेर भनेको छ। उनी चाहिँ विभिन्न लतमा पनि फँसेका थिए, जसका कारणले गर्दा चाहिँ उनले चाहिँ उनी दानी पनि थिए होइन। उनले धेरै सम्पत्तिहरू चाहिँ दान पनि गर्थे। उनले कोही दुखी मानिस देखियो भने उसलाई चाहिँ सम्पत्ति दान गर्थे, सम्पत्ति दिन्थे। सम्पत्ति भन्दा पनि उनी आफूसँग त्यति बेला जे छ त्यो दिन्थे होइन। उनले भनेको भनाइहरू पनि प्रख्यात छ। पुरानो कोट लगाऊ नयाँ पुस्तक किन भनेर भनेका थिए। उनले चाहिँ ज्ञानलाई जोड दिन्थे। त्यसपछि उनले कुनै गरिबलाई देख्यो भने सहयोग गर्थे, आफ्नो कोट फुकालेर पनि उनी गरिबलाई लगाइदिन्थे। यस्ता विभिन्न कुराहरू त्यहाँ देखिएको छ। र उनीकोलाई चाहिँ अन्त्यमा अर्बुदे रोग अर्थात् क्यान्सर लाग्यो। क्यान्सर लागेका कारण उनीसँग उचित पर्याप्त मात्रामा सम्पत्ति थिएन र जसले उपचार हुन नसकेपछि उनको मृत्यु भयो। र मुख्य सन्देश भनेको त्यही नै हो। मान्छे उनीको पार्थिव शरीर चाहिँ यो पृथ्वीमा नरहे पनि उनी यो साहित्यका माध्यमले उनीले चलाएको कलमका मद्दतले अथवा उनले दिएको योगदानको मद्दतले उनी सधैँ अमर रहन्छन् भन्ने नै हो। अब कति पनि ढिला नगरिकन अर्को च्याप्टर शत्रुमा जाउँ है त। शत्रु भनेको विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित शत्रु एक मनोवैज्ञानिक कथा हो। यस कथाको मुख्य पात्र कृष्ण रायको मनोवैज्ञानको चाहिँ चर्चा गरिएको छ। मानिसको मन परिवर्तन हुन एउटा सानो घटना पनि काफी हुन्छ। एउटा सानो घटनाले मानिसको सोच परिवर्तन गर्छ। पहिला चाहिँ उसले चाहिँ सबै कुरालाई राम्रो सोच्थ्यो, आफ्नो कोही पनि शत्रु छैनन्, आफू चाहिँ आफ्नो कुनै जन्मजात शत्रु छैन, कोही पनि शत्रु कहीँ पनि छैनन् भन्ने मान्छेले एउटा घटनाले गर्दा उसको दिमाग यसरी परिवर्तन हुन्छ, उसको सोच यसरी परिवर्तन हुन्छ कि उसले हरेक ठाउँमा उसको शत्रु देख्छ, उसले हरेक व्यक्तिलाई शत्रु देख्छ, हरेक घटनामा भएका नकारात्मक व्यक्तिहरूलाई उसले शत्रु देख्छ। त्यही भएको हुनाले यस कथामा चाहिँ के भनिएको छ भनेर भन्दाखेरि हरेक मान्छेको चाहिँ एउटा घटनाले चाहिँ त्यसको सोच्ने शक्ति, जुन सोच्ने तरिकालाई चाहिँ परिवर्तन गर्न सक्छ भनेर भनेको छ। कथाका प्रमुख पात्र कृष्ण राय आफ्नो कोही शत्रु नभएको ठान्थे। उनी सबैलाई सम्मान गरेकोमा मक्ख थिए, तर एक रात उनी सुत्ने कोठामा एक लट्ठी प्रहारले उनको विश्वास छुट्यो अनि उसले गाउँमा गरेको निर्णयले र कार्यले बन्न सक्ने शत्रुको पहिचान गर्न लागे। परिणामस्वरूप उनको सम्पर्कमा आउने लगभग सबै सम्भावित हमलाकारीको रूपमा हुन सके। उनले चाहिँ मध्यस्थकर्ताको रूपमा कार्य गर्थे। मध्यस्थकर्ताको रूपमा कार्य गर्दा उनले दुई पक्षलाई नै प्रतिनिधित्व हुने गरी उनले बोल्नुपर्ने भएकाले दुई पक्षका मान्छेहरूले नै उनलाई उनका चाहिँ शत्रु भएका हुन् कि उनीहरूलाई चाहिँ आफ्नो कुरा चित्त नबुझेको हो कि अथवा मेरा कुनै कारणले, मेरा कुनै निर्णयले उनीहरू शत्रु बन्न पुगेका हुन् कि भन्ने उनको सोच लाग्यो र त्यो हमलाकारीको पहिचान गर्ने बेलामा उनले सबैले शत्रु देख्न थाले। यस कथाको अर्को सन्देश भनेको शत्रु बिहानी मानिस मात्र हुँदैन, मानिसले आफ्नो कार्यले थाहा नपाई दोस्रोलाई शत्रु बनाइसकेको हुन्छ। त्यसमा पनि कृष्ण राय त मध्यस्थकर्ता थिए। मध्यस्थकर्ताको यस्तो कार्य हो जसलाई विषालु साप झै बैरी बनाउने साधन लुकिरहेको हुन्छ। विशेष त झगडाको मध्यस्थता गर्ने कृष्ण राय आफू मध्यस्थताले एउटा न एउटाको शत्रु हुनै पर्छ भन्ने ज्ञान आर्जन गरेको कुरा बताए। शत्रु बिहानी मानिस हुन नसक्ने सन्देश पनि कथाले दिएको छ। अब टाइम वेस्ट नगरिकन फेरि अर्को च्याप्टरतिर जाउँ। अब यो चाहिँ पोइम छ नेपाली हाम्रो श्रम र सिप। नेपाली हाम्रो श्रम र सिप झ्याउरे छन्दमा लेखिएको राष्ट्रिय भावनाले उत्पन्न भएको कविता हो। यस कविताका रचनाकार मुकुन्द शरण उपाध्याय हुनुहुन्छ। कवितामा नेपालको यथार्थलाई कविताको माध्यमबाट उजागृत गरिएको छ। यस कवितामा हामी नेपाली बाँच्नका निम्ति चाहिँ हामी नेपाली हुनुपर्छ, नेपाललाई बचाउने आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नुपर्छ भन्ने मूल सन्देश दिएको छ। हामी नेपालीले विदेशमा गएर होइन, आफ्नै माटोमा चाहिँ रगत र पसिना बगाउनु पर्छ भनेर भनिएको छ। व्यक्तिलाई केही होइन, जो नेपाल हो र त्यहीँ बस्ने सम्पूर्ण नेपाली हुन्। हामी नेपाली धनी वा गरिब भएर केही हुँदैन। देश बलियो हुनुपर्छ। देश बलियो बनाउन हामी सबैले हातेमालो गर्नुपर्छ। पहाडमा हाम्रो श्रम खर्च नसक्ने हो भने स्वरोजगार स्वर्ग जस्तै बन्छ। सिँचाइको अभावले बाँझो रहेको जुन भूमिहरू तिनी उर्वरा भूमिहरूमा परिणत गराउन सकिन्छ। तराईका फाँटहरूमा सिँचाइ पुर्याउन सके अन्नको भण्डार खडा गर्न सकिन्छ। विश्वमा महान पहिचान बनाउन
बनाउन सके। यसले देशको उत्पत्ति कालमा भएको ज्ञानको विकास भएको थियो र उसलाई चाहिँ उजागर गर्न सक्छ। यहाँका वेद पुराण धम्पत सबै महान दर्शन हुन् र विश्वविख्यात छन् भनेको छ। यसमा चाहिँ अल्टिमेट यो च्याप्टरले चाहिँ के भनेको छ भने नेपालको हिस्ट्री कस्तो थियो, इतिहास कस्तो थियो, इतिहासमा कस्तो कस्तो काम भएका थिए, नेपाललाई विकास र समृद्धिको बाटोतर्फ डोलाउन कस्ता कस्ता काम गर्नुपर्छ होइन। श्रम र सिप स्वदेशमै खर्च गरेर स्वदेशमा भएको भूमिहरूलाई उर्वरा भूमिहरूको प्रयोग गरेर चाहिँ अरू उर्वरा शक्ति बढाएर चाहिँ अन्नको भण्डार गर्न सकिन्छ। हाम्रो देश आफै इन्डिपेन्डेन्ट अर्थात् स्वतन्त्र बन्नुपर्छ, कसैको अधीनमा रहनुहुन्न अथवा कसैको भर पर्नु हुँदैन भनेर भनेका छन्। यस कविताको मूल भाव भनेको नेपाली बाँच्नका निम्ति नेपाली नै बाँच्नुपर्छ, नेपाल बाँच्नको लागि भन्ने हो। नेपाललाई बनाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नुपर्छ। श्रम र सिप स्वदेशमा खर्च गरियो भने नेपाल एक बलियो राष्ट्र बन्ने नै हो। अब जाउँ मेरो देशको शिक्षा। तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र साइडमा रहेको बेल नोटिफिकेसन अल गर्न नबिर्सिनु होला, ताकि तपाईलाई अब यो व्याकरणको कन्टेन्टहरु पनि तपाईलाई मिल्छ। अब टाइम वेस्ट नगरिकन मेरो देशको शिक्षातर्फ जाउँ। मेरो देशको शिक्षा निबन्ध भनेको आत्मपरक निबन्ध हो। यस निबन्धलाई शिक्षालाई कसरी व्यवसायमूलक बनाउन सकिन्छ भन्ने कुराको चर्चा गरेको छ। म पात्रले प्राचीन कालदेखि हालसम्मको शिक्षाको व्यवस्थाको वर्णन गर्नु र आगामी दिनमा नेपालको शिक्षा स्तरमा चाहिँ कस्तो खालको चेन्ज हुनुपर्ने अथवा नेपाली शिक्षाको क्षेत्रमा खेल्नुपर्ने भूमिकाको बारेमा चाहिँ निबन्धमा चाहिँ उल्लेख गरेका छन् भनेको छ। नेपालको शिक्षा अब प्राविधिक शिक्षामा चाहिँ जोड दिनुपर्छ। एउटै खालको शिक्षा सबै किसिमको भूगोललाई दिएर हुँदैन। यदि मुस्ताङमा चाहिँ स्याउ खेतीको बारेमा जनाउनु पर्छ, तराईका फाँटहरूमा चाहिँ सिँचाइ र यस्तै विभिन्न किसिमका उहाँको भूगोल सापेक्ष खेतीको बारेमा बताउनु पर्छ। पर्यटन शिक्षा उही जिल्लाको मानिसहरूलाई दिनुपर्छ जसको खाँचो छ र जुन ठाउँमा जस्तो खालको शिक्षाको बढी माग छ त्यस्तो खालको शिक्षा पहुँच पुर्याउन सकियो भने देशको शिक्षा राम्रो हुन्छ, हाम्रो शिक्षा नीति बलियो हुन्छ भनेर भनेको छ। मेरो देशको शिक्षा निबन्ध शिक्षा सन्देश, शिक्षा ज्ञान र विज्ञानको संगम बन्नुपर्छ भन्ने हो। यस्ता शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य दायित्व सुदृढ आदि सिकाउँछ। मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लग्न प्रेरित गर्ने फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ। यसले मानिसलाई नैतिकवान, सहिष्णु, दक्ष र विकासशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक, वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ। शिक्षाले व्यक्तिलाई सकारात्मक गुण सिकाउँछ। त्यसैले शिक्षित व्यक्तिहरू शिष्टाचार, प्रतिबद्ध, सांस्कृतिक सद्भाव, सांस्कृतिक सद्व्यवहारको क्षमता हुन्छ। शिक्षित व्यक्तिहरूमा प्रतिकूल परिस्थितिमा पनि शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई पनि आफै व्यवस्थापन गर्न सक्ने, परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेष क्षमता हुन्छ भनेर भनेको छ। र यहाँ चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ मेनली के भनेर भनेको छ भनेर भन्दाखेरि यो शिक्षा मानिसलाई एउटा प्राविधिक शिक्षालाई पनि जोड्न खोजेको छ। अर्को मानिसलाई शिक्षा दिएर उसले दैनिक जीवनमा भइपरि आउने कार्यहरू कसरी राम्रोसँग सम्पादन गर्न सक्ने, राम्रोसँग कामहरू गर्न सक्ने भनेर सिकाइएको छ। यति नै हो होइन। साथै नेतृत्व गर्ने, अनुशासन, सत्य र त्रुटि बुझ्ने, यही मिस्टेक छ भने त्यसलाई बुझ्ने होइन, निरन्तर सुधार गर्ने क्षमता हुनुपर्छ। देशमा आधुनिक वैज्ञानिक शिक्षाको प्रवर्धन गर्नुपर्छ भन्ने यसको मुख्य सन्देश हो। फेरि पनि भन्न चाहे सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र त्यसको साइडमा रहेको बेल नोटिफिकेसनलाई अलमा प्रेस गर्न नबिर्सिनु होला। कन्टिन्यू। अब चाहिँ हामी कर्तव्यमा चाहिँ छौँ। गुरुप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा समाजको यथार्थ बोकेको कथा हो। यस कथामा हाम्रो समाजमा देखिने दाजुभाइको झगडालाई काल्पनिक बनाएर कथाको रूपमा उतारिएको छ। दाजुभाइको आपसमा जतिसुकै झगडा गरे पनि परेको बेला आफ्नो कर्तव्य निभाउन छोड्नु हुँदैन भन्ने यसको सन्देश रहेको छ भनेर यहाँ भनिएको छ। अब यसमा चाहिँ मेनली चाहिँ नि योमा चाहिँ मानव तीनजना पात्रहरू छन्। एउटा चाहिँ बुबा हुनुभयो र दुईजना चाहिँ दाजुभाइ छन्। दाजुभाइ चाहिँ जस्तोसुकै कन्डिसनमा पनि छुट्नु हुँदैन, जस्तोसुकै दुःख परे पनि सँगै रहनुपर्छ भन्ने मूल भाव हो। मानिस सामाजिक प्राणी हो। समाजमा रहँदा सबैसँग हातेमालो सहयोगको भावना राख्नुपर्छ। जुन क्रियाकलापबाट दोस्रो पक्षलाई पीडा हुन्छ र आफ्नो सुखको आशमा भाइ वा रगतको नातासँग शत्रु बन्ने भनेको अन्ध हुनु हो। झगडाले कसैको भलो गर्दैन। हामी हाम्रो राम्रोका लागि आशा गर्नु हुँदैन। हाम्रो वरपरका मानिसहरू हाम्रो रगतका नाता भएकालाई हामीले भुल्यौँ भने हाम्रो उन्नति हुन सक्दैन। दाजुभाइ भनेको एउटा शरीरको दुई हात जस्तै हुन्। दाजुभाइ झगडाले आफन्त बीचको दूरी बढाउने काम गर्छ। घर परिवारमा झगडा हुनु भनेको अरूलाई खुसी पार्नु मात्र हो। भाइ फुटे गवार लुटे भन्ने उखान चाहिँ त्यो पनि हामीले लेख्न सक्छौँ होइन। दाजुभाइ भनेको एउटा आँखाको दुई भाग हुन्। कथा कि मुख्य पात्रले चाहिँ दाजुभाइको झगडा उत्पन्न हुने समस्या चाहिँ जुन समस्या समाधान गर्न एङ्जी होइन है, यो यहाँ मिस्टेकली यो एङ्जी भनेर आएको छ। यो एङ्जी होइन। कथाको मुख्य पात्र
हरूले चाहिँ त्यो दाजुभाइको झगडा उत्पन्न हुने समस्यालाई चाहिँ समाधान गर्ने कुरा कथामा उल्लेख गरेको छ। अब चाहिँ हाम्रो जुन पाब्लो पिकासो भने यी चाहिँ एउटा चाहिँ कलाकार हुन्। यिनले चाहिँ जुन हाम्रो प्रख्यात चित्रहरू छ मोनोक्रोमेटिक चित्रहरू, यस्तै विभिन्न किसिमका चित्रहरूमा चाहिँ उनले चाहिँ एकदमै राम्रो योगदान दिएका छन्। विश्व प्रख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जीवनी यसमा चाहिँ प्रस्तुत गरिएको छ। पिकासोका पिता स्थानीय स्कुलमा एक कुशल शिक्षक थिए। उनको प्रेरणाको बाट पिकासो भित्र रहेको कलाकारिता बाहिर आउने मौका पाएको थियो। निरन्तरको अथक प्रयासबाट मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने सोच राख्ने पिकासो आफ्नै सम्पत्तिको चाहिँ उनले कहिल्यै पनि घमण्ड गरेनन्। कलम र कुची विश्वको सबैभन्दा ठुलो हतियार हुन्, यिनीहरूसँग सबै डराउँछन् भन्ने सन्देश चाहिँ उनको जीवनीबाट चाहिँ हामीले पाइन्छ। पिकासोको जीवनीबाट पाउने अर्को सन्देश भनेको के भने परिश्रम बिना कुनै पनि कार्य सम्भव छैन। मानिसले आफ्नो काम गर्न सक्यो र ऊ सधैँ अमर रहन्छ। आफ्नो सपना, इच्छा र आकांक्षाहरू पूरा गर्न केही गरौँ केही बनाऊ भन्ने तर्फ लगाउँछ। त्यसपछि सकारात्मक सोच हुन्छन्। राम्रो सोचका साथ अघि बढ्दा हामी सबै जीवनमा चाहिँ खुसी बताउन सक्छौँ, जीवन सुखी बनाउन सक्छौँ भन्ने कुरा चाहिँ यस जीवनमा चाहिँ उल्लेख गरेको छ। यसमा मेन चिज लेख्ने भनेको पाब्लो पिकासो, उनले चाहिँ विभिन्न चित्रहरूमा दिएको योगदान, जस्तो अब मोनोक्रोमेटिक चित्रहरू होइन, उनको जीवनमा चाहिँ विभिन्न किसिमका भएका घटनाहरू उनले त्यसले चाहिँ जस्तो अब त्यसले चाहिँ उनलाई चाहिँ चित्रहरू बनाउन चाहिँ कस्तो उनीहरूले चित्र बनाउने विधिमा चाहिँ कस्तो परिवर्तन भयो। त्यसपछि गएर उनले चाहिँ धन सम्पत्तिको घमण्ड गरेनन्। उनले चाहिँ जुन कलम चलाए अथवा उनले कुची चलाए, जसले चाहिँ उनको जीवन चाहिँ एक किसिमको फरक बनायो। र उनी अहिले नरहे पनि, यो चाहिँ लक्ष्मीप्रसाद देवकोटामा पनि मिल्छ, यिनको बारेमा नै लेख्दिन पाइन्छ भनेको, उनी नरहे पनि उनको कामले गर्दा, उनको जुन महत्त्वपूर्ण योगदानले गर्दा उनलाई आज सबै सम्झिरहेको छ नि त। हो त्यो कुरा। अब अर्को छ, अब यहाँ चाहिँ यस्तो भिडियो बनाउँदा गर्दा केही कुरा छुटेको हुनसक्छ। यदि तपाईँले छुटेको कुराहरूलाई चाहिँ यदि त्यो पाठ आउँदैन भने यस्तोबाट भन्दा यहाँबाट त रिकल गर्ने हो र मेन भिडियो ट्युटोरियलहरू हाम्रो प्लेलिस्टमा छ, त्यहाँबाट चेक गर्न सक्नुहुन्छ। पख्नुहोस् भनेको चाहिँ भैरववालाद्वारा रचित हास्य व्यङ्ग्य निबन्ध हो। यसमा चाहिँ हाम्रो सामाजिक जुन शैली छ, जुन समाजमा भएका विभिन्न घटनालाई चाहिँ उनले व्यङ्ग्य गरेका छन्। अब पख्नुहोस् निबन्ध आत्मपरीक्षक शैलीको सामाजिक विषयवस्तुमा आधारित निबन्ध हो। यस निबन्धमा मानवीय कमजोरीका रूपमा रहेका पर्खिने र पर्खाउने विकृतिको चाहिँ एकदमै व्यङ्ग्य गरिएको छ। हरेक क्षेत्रमा पर्खिने र पर्खाउने विकृति रहेको विषयवस्तु उल्लेख गर्दै निबन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिका माध्यमबाट शिक्षितहरूमा झन् धेरै पर्खाउने प्रवृत्तिको चाहिँ चर्चा गरिएको छ। कोही मान्छे पर्खन चाहँदैनन् तर सबै पर्खिरहेका हुन्छन् भन्ने कुरा चाहिँ यो निबन्धमा चाहिँ गरेको छ। यिनी कुराहरू चाहिँ उनको जीवनीबाट चाहिँ यिनै सन्देश पाइन्छ। पिकासोको जीवनीबाट पाउने अर्को सन्देश भन्ने चाहिँ यो हामीले भइसकेको छ। अब यहाँ चाहिँ हामीले यति कुरा उल्लेख गरिसकेपछि हुन्छ। अब चाहिँ हाम्रो पख्नुहोस्मा चाहिँ पख्नुहोस् निबन्धको बारेमा त्यति कुरा भइसकेपछि मानिस जन्मिन्छ। मानिस जन्मिने बेलामा पनि उसलाई यो धरतीमा टेक्न 9 महिना पर्खिन पर्ने रहेको छ। त्यसै ऊ जब जन्मिन्छ त्यसपछि उसले विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। कार्यहरू गर्दा उसलाई परिपक्वता आउनुपर्ने हुन्छ, उसले चल्न पनि केही समय पर्खिनु पर्ने हुन्छ। जब मानिस जन्म नै 9 महिना पर्खेर जन्मिनु पर्ने हुन्छ, उसलाई विभिन्न कार्यहरू गर्न पर्खिनै पर्ने बाध्यता रहेको हुन्छ। र उसमा चाहिँ यो निबन्धकार भैरववालाले जुन पर्खिनै पर्ने बाध्यतामाथि व्यङ्ग्य गरेका छन्। त्यो जब ठुलो हुन्छ त्यसपछि उसलाई विभिन्न कामहरू गर्न केही प्रतीक्षा गर्नुपर्ने हुन्छ, पर्खिनु पर्ने हुन्छ। र पर्खिनु पर्ने जुन व्यतिथि छ, कुनै कुराहरू पर्खिनै पर्ने बाध्यता हुन्छ र कुनैमा चाहिँ यस्तो यो व्यतिथि पनि हुन्छ। यो व्यतिथिमाथि चाहिँ उनले व्यङ्ग्य गरेका छन्। यस प्रकार म पात्रले सम्पादकलाई लेखेका लेखका लागि कयौं पटक पर्खेको चर्चाबाट पख्नुहोस् भन्ने कमजोरी नै उन्नतिको बाधक भएको विषयवस्तु निबन्धमा चर्चा गरिएको छ। मानिसले राम्रै जानेको क्रिया नै पर्खनु र पर्खाउनु भन्दै निबन्धकार आर्यले मानिसले केवल पर्खेन र पर्खाउन मात्र जानेको कुरा निबन्धमा उल्लेख गरेका छन्। मानिसले आफ्नो सपना, इच्छा, आकांक्षाहरू पूरा गर्न केही गरौँ केही बनाऊ भन्ने तर्क लाग्दा जताततै पर्खिनुपर्ने अवस्था रहेको तीतो सत्य निबन्धमा व्यक्त गरेका छन्। यसकारण मानिसलाई उन्नति गर्न कठिन भइरहेको छ। अब जाउँ अर्को, घरको माया। देशप्रेमी
अम, भावनाले भरिपूर्ण घरको माया भीमनिधि तिवारीद्वारा लेखिएको यथार्थवादी एकाङ्की हो र कान्छो र बतासेको मुखबाट आएको गाउँघरको महत्त्व चाहिँ यस कथामा चाहिँ हाम्रो यो एकाङ्कीमा चाहिँ बुझाइएको छ र गाउँबाट दुःख पाएर यहाँ दुःख हुने रहेछ, विदेशमा चाहिँ सुख रहेछ, विदेशमा चाहिँ काम नगरिकन आनन्दको जिन्दगी जिउन पाइन्छ अथवा आनन्द हुन्छ, उहाँ चाहिँ सजिलो हुन्छ। यस्तो भिड पाखामा बसेर कुवाको भ्याकुता हुनभन्दा उता गएर काम गरेर खाँदा आफ्नो जीवन राम्रो हुने भन्ने सोचमा चाहिँ गाउँबाट चाहिँ दुईजना युवा भारत पुगेको र त्यहाँ न राम्रो व्यवस्थापन, न हावापानी उचित, न विशेष न आवासको व्यवस्था, न खानाको व्यवस्था, त्यस्तो कारणले गर्दा उनीहरू त्यहाँ एकदमै विरक्तिएको र उनीहरू सहाराविहीन भएको अवस्था चाहिँ त्यहाँ देखाइएको छ। जता गए पनि फोहोर, उनीहरूको वातावरण एकदमै घनाएको वातावरण र नराम्रो वातावरण, त जुन अवस्थामा चाहिँ उनीहरू थिए त्यस्तो अवस्थामा चाहिँ बाट चाहिँ उनीहरू आत्तिएर गाउँप्रतिको, गाउँमा रहेका सकारात्मक कुराहरूलाई उनीहरू सम्झिरहेको जुन सन्दर्भ चाहिँ त्यो एकाङ्कीमा चाहिँ जोडिएको छ। उनीहरू एकअर्कासित गाउँ छोड्नु र आफ्नो लागि ठुलो उपलब्धि भएको बताउँछन्। उनीहरू त्यो सोच आफ्नो गाउँबाट आएका दुई पात्रका कारण परिवर्तन भएको गाउँ फर्केको घटना यस एकाङ्कीमा चाहिँ प्रस्तुत भएको छ। मानिसले केही समयको लागि आफ्नो गाउँलाई बिर्से पनि सामान्यतया गाउँ नै फर्किन्छन्। भोकै मर्नु परे पनि आफ्नो गाउँमा मर्नु जाति ठान्छन्। गाउँमा खानेकुरा नभए पनि चिसो बतास र पानीको भरमा रात कटाउँछन्। असारमा पञ्चेबाजा बजाएर खेतमा बेठी लगाएर धान रोप्छ। एक गाँस खानको निम्ति नोकरी गर्नु परे आफ्नै घरमा दाजुभाइको गर्ने इच्छा राख्छ। जति पसिना बगाउनु परे पनि आफ्नो खेतबारीमा बगाउने, त्यसपछि गएर एक गेडा मकै भए पनि आफ्नै माटोमा लगाउने, आफ्नै माटोमा परिश्रम गर्ने र आफ्नो देशलाई समृद्ध बनाउने, मर्नु परे पनि देशमै बर्ने, देशको बगरमा बर्ने, देशको पाखा पखेरामा रमाउने। त्यसपछि आफ्नो बुवा बाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए चाहिँ हामी पनि आफ्नो जुन सास छ पुर्खाको धर्म थाम्ने गर्नुपर्छ, आफ्नो सास चाहिँ यही मिलाउनुपर्छ भन्ने इच्छा राख्छौँ भन्ने सन्देश चाहिँ यही एकाङ्कीबाट दिएको छ। एकाङ्कीमा चाहिँ मेनली गरेर जुन हाम्रो मातृभूमिप्रतिको जुन माया छ, जन्मभूमिप्रतिको माया छ, यहाँको वातावरण, यहाँको सौन्दर्यता होइन, यहाँप्रतिको सुविधाहरू चाहिँ अन्य ठाउँमा गएर खोजेर त्यहाँ पाइँदैन, यहाँ हामीलाई चाहिँ यस्तो छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। ओके, अर्को छ गाउँमाथिको एउटा कविता, दिनेश अधिकारीद्वारा लिखित गाउँमाथिको एउटा कविता, गाउँको बारेमा यथार्थ गरिएको गद्यात्मक कविता हो। यसमा चाहिँ गाउँको यथार्थ चित्रण गरिएको छ। देशमा आएको परिवर्तनले गाउँको सोझो मान्छेहरूलाई केही नछोएको कुरा उल्लेख गर्दैछन्। गाउँका मानिसहरू निरन्तर रूपले आफ्नो दैनिकीमा लागिरहेका हुन्छन्। गाई बस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने र यस्तै काम गर्ने। गाउँले चाहिँ गाउँमा चाहिँ केही परिवर्तन भएको छैन। देशमा विकासका कुरा, समृद्धिका कुरा, विभिन्न कुराहरू भए पनि गाउँमा चाहिँ त्यस्तो केही पनि भएको छैन। ऊ विदेशमा छ, ऊ गाउँ फर्कन चाहन्छ। ऊ विदेशमा भएको हुनाले उसले सोच्न गर्छ कि पहिला गाउँमा भइरहेका घटनाहरू जस्तो नुनको माध्यमले कोही बिरामी छ कि नै के भनेर उसलाई परीक्षण गर्न लगाउँथ्यो। उनले चाहिँ कवितामा चाहिँ गाउँमा विभिन्न तरिकाले उनले चाहिँ समय अड्कल्ने, जस्तो भालेको आवाज सुनेर उनले विभिन्न समयहरू अड्कल गर्ने उनको जुन पुरानो यादलाई चाहिँ सम्झिएका छन्। त्यसपछि अगेनामा नुन पड्काएर चाहिँ विदेश गएका मानिसहरूको हालखबर बुझिएको भन्ने कुरा पनि उनले चाहिँ त्यहाँ प्रस्तुत गरेका छन्। अनि उनले चाहिँ जुन कुनै पनि क्षेत्रमा चाहिँ घाम लाग्छ कि लाग्दैन भन्ने कुरा उनीहरूले बाली हेरेर त्यसको पनि अड्कल गर्ने गरेको र हरेक कुराको चाहिँ एउटा छुट्टै खालको उनीहरूको प्रविधि रहेको, गाउँमा चाहिँ छुट्टै खालको तरिका रहेको, कुनै पनि कुराहरू अड्कल गर्नलाई उनीहरू छुट्टै प्रचलनमा रहेको भन्ने कुरा पनि उनले प्रस्तुत गरेका छन्। गाउँले जीवन एउटाको घरबाट अर्को घरमा आगो ओसारेर सुरु हुन्छ। एउटा मानिस चाहिँ लडीबुडी खेल्दै हलो जोतेर, गोरुसँग हलो जोतेर चाहिँ ऊ तन्नेरी हुन्छ। ऊ जनता जान्छ, सामाजिक कार्यमा सहभागी हुन्छ, पर्म गर्छ। कोही बिरामी पर्यो भने ऊ धामी बसाउन जान्छ, जात्रा छ कसैलाई नचाउन जान्छ। ऊ कसैको प्राण गयो, कवितामा भनेको जिम्दा बाको चाहिँ प्राण गएछ भनेर भनिएको छ। उसले चाहिँ के गर्न खोज्छ भन्दाखेरि ऊ चाहिँ सामाजिक रीतिरिवाजमा चाहिँ भुल्न खोज्छ, देशप्रति ऊ माया छ, उसले गाउँलाई सम्झिरहेको छ भन्ने देखाइएको छ। र यहाँ चाहिँ यो कवितामा चाहिँ मुख्य गरेर चाहिँ नि यो देशमा भइरहेका विभिन्न घटनाहरूले गाउँलाई फरक पारेको छैन। अन्तरिक्षमा यानका कुरा गर्दैछन्, त्यो यानका कुराले यो गाउँमा भएका मान्छेहरूलाई केही पनि फरक
परेको छैन। यहाँ विभिन्न चुनावका घोषणा पत्रहरू आएका छन्, त्यो घोषणा पत्रले पनि यहाँका मानिसहरूलाई केही पनि असर गरिरहेको छैन। त्यसपछि उनीहरूलाई चाहिँ त्यो घोषणा पत्र सिगान पुस्ने कागजभन्दा बढी कामयाबी भएको छैन भन्ने कुराहरू चाहिँ यहाँ देखाइएको छ। र गाउँको छुट्टै दुनियाँ छ, छुट्टै संसार छ, छुट्टै तरिकाले रमाउने रीतिरिवाज छ भनेर देखाइएको छ। त्यसपछि जाउँ त्यसपछि जाउँ हामी आयाममा। र आयाम भनेको बिना थिङबाट रचित एक समसामयिक कवि जुन कथा हो। यसमा चाहिँ मुख्य पात्र चाहिँ जुन याङजी हुन्, याङजीले जीवनमा घटेको विविध घटनालाई एकै दिनमा स्मरण गरेकी छिन्। उनले कथामा दाम्पत्य जीवनको सुख र सुख अनुभूतिको उल्लेख गरिएको छ। साथै सुमधुर सम्बन्ध राख्न सके सासू बुहारी पनि आमा छोरी जस्तै बन्न सक्छन् भन्ने कुरा चाहिँ उनले राख्न खोजेकी छन्। र अब यसमा चाहिँ मेनली गरेर र उसमा चाहिँ मुख्य पात्र को याङजीको चाहिँ उनको पतिको मृत्यु भएको थियो। त्यसपछि गएर ऊ चाहिँ विवाहित तर पतिको मृत्यु भएको थियो। उनले चाहिँ सामान्य काम गर्ने गर्थिन्। त्यसपछि चाहिँ के भयो भन्दाखेरि उनको चाहिँ उनले चाहिँ आफ्नो कार्यालयमा काम गर्ने सुरज सरलाई चाहिँ उनीहरू प्रेम र सुरज सरसँग उनी प्रेम सम्बन्धमा भएपछि उनी केही ढिलो गरी आउन लागिन्। त्यसपछि बिस्तारै हुँदै जाँदाखेरि उनको जन्मदिन परेको थियो। जन्मदिनको दिन राम्रोसँग जन्मदिन मनाउने भनेर उनकी आमा ससु आमाले चाहिँ विभिन्न खानाहरू उनीले चाहिँ छिटै नै तयार गर्नुभयो र बेलुकासम्म उनी ढिलो आउन थालिन्। त्यसपछि त्यो दिन सुरज सरसँगै बर्थडे मनाएर चाहिँ उनी चाहिँ फर्किन थालिन्। फर्किँदाखेरि केही ढिलो भयो। त्यसपछि उनले आमालाई त्यो कुरा बताउने निर्णय गरिन्। त्यसपछि आमाले चाहिँ मलाई छोडेर जान नजाऊ तिमी र तर तिम्रो चाहिँ विवाह तिमीले मन पराएको व्यक्तिसँग तिम्रो विवाह गरिदिन म चाहिँ मन्जुर छु भनेर भन्नुभयो। त्यसपछि उहाँले चाहिँ गरेको निर्णय एकदमै राम्रो छ। कुनै पनि व्यक्तिले जीवनभर एक्लै बसेर ऊ सक्दैन। उसलाई आफ्नो विभिन्न किसिमका पीडाहरू हुन्छन्, जुन पीडाहरूबाट मुक्ति दिनको लागि उसलाई साथ चाहिन्छ। त्यो साथ दिने व्यक्तिको छिटै नै मृत्यु भएको हुनाले चाहिँ उनलाई चाहिँ र यही कुराहरू चाहिँ यहाँ देखाउन खोजिएको छ। र यहाँ पनि भनिएको छ दाम्पत्य जीवनको जुन आवश्यकता हुन्छ मान्छेलाई त्यो आवश्यकता पनि परिपूर्ति भएको छ भनेर भनिएको छ। अब हामी लास्ट च्याप्टरतर्फ गयौँ। तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र साइडमा रहेको बेल आइकनलाई पनि अलमा सेट गर्नुहोस्। हामीसँग विभिन्न प्लेलिस्टहरू छ, त्यो पनि तपाईँले चेक गर्न सक्नुहुन्छ। नेपाली मात्र नभए इङ्ग्लिस, साइन्स, म्याथमेटिक्स, अप्सनल म्याथ, त्यसपछि अप्सनल साइन्स, इकोनोमिक्स सबै च्याप्टर सबै सब्जेक्टहरूको छ हामीसँग। र आउनुहोस् युनिट 17 सन्दुक रोहितको बारेमा बुझौँ। अब सन्दुक रोहित भनेको चाहिँ एक जीवनी नै हो। अब जीवनी को बारेमा लेख्नुपर्दा मैले यहाँ यसरी यो फर्मेटमा लेखेँ। उनको नाम सन्दुक रोहित, मातापिताको नाम चाहिँ केसाङ रोहित अथवा सोनम रोहित। जन्ममिति भनेको 2011 भदौ 29 गते। जन्मस्थान भनेको ताप्लेजुङको ओलाङचुङ्गोलामा। उनको बाल्यकालको कुरा गर्दा चाहिँ मध्यम वर्गीय परिवारमा चाहिँ उनी जन्मिएका थिए। दुर्गम गाउँ ओलाङचुङ्गोला यो ताप्लेजुङको माथिल्लो भाग चाइनासँग जोडिएको, चीनसँग जोडिएको नाका पनि पर्छ। ओलाङचुङ्गोलाको सुन्दर प्राकृतिक वातावरणमा रमाइलो र लोभलाग्दो तरिकाले बाल्यकाल बितेको र सन्तान शिक्षित भएको हेर्न चाहने चाहिँ उनको आमाबुबाले चाहिँ सन्तान चाहिँ शिक्षित भएको हेर्न चाहिँ चाहन्थे। त्यसपछि उनको बाबुले चाहिँ उनलाई डाक्टर बनाउने सपना देखेर चाहिँ उनलाई पढ्नको लागि चाहिँ उनलाई दार्जिलिङ पठाएका थिए। त्यसपछि महत्त्वपूर्ण घटना चाहिँ के भयो भन्दाखेरि विक्रमसम्म 2025 मा चाहिँ जुन प्रवेशिका परीक्षा चाहिँ उनले उत्तीर्ण गरे। त्यसपछि एमबीबीएस पढ्नका लागि लखनऊको किङ जर्जेस मेडिकल कलेजमा चाहिँ छात्रवृत्ति चाहिँ उनले प्राप्त गरे। 2041 सालमा चाहिँ एमडी सकेर त्रिपुरेश्वर आँखा अस्पतालमा चाहिँ उनले जागिर सुरु गरे। उनले चाहिँ थप विशेषज्ञता हासिल गर्नको लागि चाहिँ अस्ट्रेलिया चाहिँ गए। उनी नन्दा श्रेष्ठसँग चाहिँ अन्तर्जातीय विवाह पनि गरेको कुरा छ। यी कुराहरू तपाईँ उल्लेख गर्न सक्नुहुन्छ। त्यसपछि तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो। त्यसपछि विश्व प्रसिद्ध म्याग्सेसे पुरस्कार पनि उनले प्राप्त गरे। विक्रमसम्म 2068 मा रोहितसँग सम्बन्धित आउट अफ डार्कनेस भनेको एउटा जुन वृत्त चित्र बनाएको थियो त्यो पनि भयो। त्यो पनि तपाईँले समेट्न सक्नुभयो। यहाँ मैले विभिन्न किसिमको पोइन्टहरू दिएको थिएँ। त्यो पोइन्टहरूलाई चाहिँ तपाईँले राखेर चाहिँ गर्न सक्नुहुन्छ।
2069 मा चाहिँ नेपाल सरकारद्वारा उज्जवल कीर्तिमान राष्ट्रदीप पदक विभूषित अस्ट्रेलियन सरकारले चाहिँ अर्डर अफ अस्ट्रेलियाले चाहिँ उनलाई चाहिँ सम्मान गरेको थियो र 2023 मा चाहिँ 10 लाख अमेरिकी डलरको ईसा अवार्ड पनि उनले प्राप्त गरेका थिए। उनले चाहिँ एक विशेष किसिमको चाहिँ उपचार पद्धति चाहिँ पत्ता लगाएका थिए जसलाई चाहिँ रुटेक्टोमी भनेर भनिन्छ। यसमा चाहिँ उनले चाहिँ एक विशेष किसिमको लेन्सको प्रयोग गरी मोतीबिन्दुको र विभिन्न त्यो आँखाको जुन समस्या भएकाहरूलाई चाहिँ ज्योति प्रदान गरेका थिए। त्यसबाट चाहिँ त्यो उक्त लेन्सबाट चाहिँ उनले चाहिँ विभिन्न महँगो शुल्कमा करिब $100 पर्ने जुन लेन्सको मूल्य $3 उनले चाहिँ त्यो उपचार गराएका थिए, जसले गर्दा चाहिँ हजारौं मानिसहरूले आफ्नो ज्योति चाहिँ पूर्ण पाएका थिए। यसरी चाहिँ उनले चाहिँ यो आँखाको क्षेत्रमा चाहिँ विशेष योगदान दिएका छन्। हस्त एजुकेसन गुरु एनपीबाट प्रस्तुत भएको भिडियो श्रृङ्खला आजलाई यति नै। हामीले क्लास 10 को नेपालीको सबै च्याप्टरहरूको 1 शट भिडियो बनाइसकेका छौँ र यदि तपाईँले कुनै च्याप्टरहरू अलि आउँदैन भने तपाईँको डिप भिडियोहरू पाइन्छ। त्यो भिडियोमा तपाईँले यहीँबाट क्लिक गरेर जान सक्नुहुन्छ र व्याकरणका भिडियोहरू सबै भिडियोहरू छन्, त्यो पनि चेकआउट गर्नु होला।